अब या त बालेन जेल जानुपर्छ, होइन भने ओली जेल जानुपर्छ। ओली र बालेन मध्ये रहन्छ एक मात्रै। यो मैले भनेको होइन, बालेनले भनेका हुन्। काठमाडौँ महानगरपालिकाका शक्तिशाली मेयर बालेन्द्र उर्फ बालेन शाह अब मौन बस्नेवाला छैन। केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जोगाउनका साथै कुलमानलाई लात हान्ने काम गरेपछि बालेन वारपारको निर्णयमा पुगेका हुन्। भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको प्रमाण देखाउँदै बालेनले भनेका छन्, यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने, गलत भए मलाई जेल हाल। बालेनले घुमाउरो पाराले भन्न खोजेको कुरा के हो भने गलत भए आफूलाई जेल हाल्नु, होइन भने भ्रष्टाचारीलाई संरक्षण गर्ने ओलीलाई जेल हाल्नु पर्नेछ। यति मात्र होइन, बालेनले ओलीलाई टुकुचामा गाडी दिने चेतावनी समेत दिएका छन्। बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, काठमाडौँ महानगरपालिकाको सरसफाई कर्मचारीले विगत 3 महिनादेखि तलब पाएका छैनन्। सरकारको दम्बले कोले के आन्दोलन गर्ने हो मलाई थाहा छैन। अबको 1 हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडी दिन्छु। त्यो पछि हेरौँला तिमीहरूको के तन्त्र हो। कुलमानलाई विद्युत प्राधिकरणको निर्देशकबाट हटाए लगत्तै बालेनले टुकुचामा गाडी दिने चेतावनी दिएका हुन् भने आज फेरि जेल हाल्नुपर्ने चेतावनी दिएका छन्। बालेनले अब समय आइसकेको र यसभन्दा बढी प्रतीक्षा गर्यो भने जनताले साह्रै दुःख पाउने निष्कर्षमा पुगेका छन्। यसका लागि अब ओली सरकारको ज्याजती विरुद्ध आफू एक्लै भए पनि लड्ने बालेनको योजना हो। यस बीचमा सरकारले आफूलाई पक्राउ गर्न सक्ने पनि उनले सङ्केत गरेका छन्। तर यदि बालेनलाई सरकारले जेल हाल्नु त परको कुरा, छोयो भने पनि देशभर बालेनका समर्थकले आगो बाल्नेमा कुनै दुविधा छैन। बालेनको वारपारको निर्णय तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।